ल हेर्नु होला हजुर, यो धम्पुस हो। धम्पुसको माथि डाँडा चाहिँ उहाँ माथि पऱ्यो डाँडामा। अब राम्रो रमाइलो ठाउँ भनेको माथि डाँडामा गएर हेर्नुपर्छ। हामी चाहिँ यो तल बेसी भागमा परियो। अहिले त जम्मै प्लटिङ गरेर हेर्नुहोस्, घर छेउमा पनि यस्तो भाँती गराएछन् यी। ल हेर्नु होला, जम्मै जग्गा चाहिँ गाउँको जग्गा नि प्लटिङ भइरहेछन्। यो हाम्रो बाटो पनि यस्तो बनाइदिएछ नि। उहाँ आमा हुनुहुन्छ, उता भाइ छ यी। यो पुरानो घर पर्यो। ल हेर्नुहोस्, पुरानो दाइले अहिले पनि गोरु पालेर बस्नुभएको छ। गोरु छन् 2टा, पुरानो घर। अहिले गोरु पाल्ने मान्छे प्राय देखि नै छोडे। गोरु उहाँ पारी गाउँभरि ट्र्याक्टर छन्। ल हेर्नुहोस्, उहाँ ट्र्याक्टरले जोत्दैछन्। गोरु पाल्ने मान्छे देखि नै छोडे। अलिअलि भएको जग्गाहरू पनि बाँझो हुँदै हुँदै गइसकेछ। मान्छे लगभग रोप्न खेती लाउन छोडिसक्यो। यी खेती लगाइरहेको जग्गाहरू हो, यी वन भएछ अहिले। ल हेर्नुहोस्, हाम्रा अलिअलि अहिलेसम्म चाहिँ दाइ हुनुहुन्छ र चाहिँ दाइले गर्दै हुनुहुन्छ अलिअलि। यस्तै छ हजुर, यी देशको परिस्थितिले यी सब बाँझो छ। ल हेर्ने, यति सबै बाँझो जग्गाहरू हो। यी बाँझो जग्गा जम्मै वन परेछ। यी कोही ठाउँमा मान्छेहरूले ट्र्याक्टर स्याक्टर लगाएर जेन तेन चाहिँ चलाएका छन् अहिलेसम्मलाई। पारी वन छ। ल हेर्नु, ठुलो वन छ यी। हेर्नु होला, यी वनको बस्तीमा नि उहाँ पारी एउटा घर पनि छ। ल हेर्नुहोस्, वनको बिचैमा घर छ। बस्न चाहिँ खुब रमाइलो छ। ल हेर्नुहोस्, उता पोखरा ह्याम्जा हो, त्यो यति ह्याम्जा पर्यो। पारी चाहिँ उहाँ प्रचण्डको गाउँ। ल हेर्नुहोस्, ठ्याक्कै प्रचण्ड जन्मिएको गाउँ त्यही हो। ल हेर्नु होला, हाम्रा राजनीतिज्ञ प्रचण्डज्यूको घर हो के अरे। देशको हालत यस्तो भइसक्यो हाम्रा महान नेताहरूले गर्दाखेरि। दुर्दशा हेर्नुहोस्, स्वर्ग जस्तो देशलाई नर्क जस्तो बनाइसक्यो यिनै 3 दल, विशेष गरी 3 दल मिलेर। ल यस्तो छ हजुर। ल